हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। मैले चाहिँ अचार बनाउने भनेर मुला र गाजर काटेर अस्ति जो सुकाउन राखेको थिएँ। अनि 2 दिन भइसक्यो थियो नि त सुकेको, त्यही भएर आज अचार बनाऊँ भनेर के अब घरबाट टाढा भएपछि चाहिँ सबै आफूले गर्नुपर्ने रहेछ कि आफूले परेपछि चाहिँ सबै कुरा सिकिने रहेछ भन्ने बुझेँ कि मैले चाहिँ यहाँ आएर। अनि अब नेपालमा हुँदा चाहिँ मैले केही पनि गर्न जान्थेन अनि केही पनि गर्थेन कि सबै कुरा दिदीले मम्मीहरूले गर्नुहुन्थ्यो अनि मैले केही गर्नु पर्थेन, त्यही भएर मलाई त्यस्तो केही थाहा थिएन। अनि यहाँ आएपछि चाहिँ अब म सबै आफूले गर्नुपर्ने भएपछि त कस्तो गाह्रो भयो कि सुरुमा त। अनि मैले जे कुरा गर्दा पनि मम्मीहरूलाई चाहिँ सोध्छु कि जे बनाउँदा जे भए पनि मम्मी दिदीलाई चाहिँ सोध्छु कि के गर्ने कसो गर्ने भनेर अनि कल गर्छु। अनि सबै कुरा मम्मीहरूले भनिदिनुहुन्छ अनि मैले त्यही अनुसार नै गर्छु कि आज पनि मलाई अचार कसरी बनाउँछन् भन्ने थाहा थिएन। अनि त्यही भएर दिदीलाई फोन गरेर सोधेको कि अनि हामीसँग चाहिँ अब सबै कुरा सामानहरू थिएन नि त, अब जे हाल्नुपर्ने त्यो कुराहरू चाहिँ पुरै थिएन। अनि दिदीले चाहिँ जे छ त्यही हालेर बनाऊ न त भनेर भन्नुभयो। अनि त्यही अनुसार हामीसँग 5 फुरन र अनि रातो खुर्सानी थियो। अनि तेल त अभियसली भइहाल्छ। अनि त्यो तेलमा चाहिँ रातो खुर्सानी अनि 5 फुरन फुराएर अनि हामीले चाहिँ मुलाको अचारमा चाहिँ हाल्यौँ। अनि त्यसमा चाहिँ मसलाहरूको धुलो थियो त्यो हाल्यौँ, नुन बेसारहरू चाहिँ हाल्यौँ अनि मोलेर चाहिँ डिब्बामा राख्यौँ। अनि हामीले चाहिँ अब छुट्टै गराउने भनेको थियौँ कि मुलाको अचार छुट्टै अनि त्यसपछि चाहिँ मुला र गाजरको छुट्टै गरेर गराउने भनेको थियौँ। अनि त्यही अनुसार चाहिँ हामीले गरायौँ। अनि यो चाहिँ हामीले ह्याक्युएनबाट लिएर आएको हो अनि त्यही अनुसार बनाएको हो। सो बाई बाई गाइस, आजलाई